हेलो साथीहरु, नमस्ते। टेल्स अफ रिकीमा हजुरहरुलाई धेरै धेरै स्वागत छ। आज मैले लिएर आएको छु एकदमै टेस्टी सिम्पल बफ छोइलाको रेसिपी। आशा गरेको छु हजुरहरुले रुचाइदिनुहुन्छ होला। सुरुमा मैले लिएको छु हाफ केजी जति बफ। यसलाई राम्रोसँग पखालेर 10 मिनेट जति बोइल गर्नको लागि छोड्दिनु होला। सुरुमा बोइल गरेर फ्राई अथवा आगोमा पोलेर बनाउनु भयो भने यो बफ छोइला एकदमै मिठो र टेक्सचर पनि एकदम राम्रो बनेर आउँछ। मैले चाहिँ आज एयर फ्रायरमा यसलाई 15 मिनेट जति कुक गरेर बनाउन लागेको छु। यसरी कुक गर्दा चाहिँ यसको ठ्याक्क पोलेको जस्तो टेक्सचर र फ्लेभर पनि निस्किन्छ। हजुरहरुले फ्राई गरेर पनि बनाउन सक्नुहुन्छ। अब मसलाहरुको लागि चाहिँ अब मैले गोलभेडा उमालेको छु। 5 वटा जति रेड चिल्लीलाई तेलमा हल्का फ्राई गर्ने। त्यसपछि एउटा मिक्सचरमा अदुवा, लसुन, अघि बोइल गरेको गोलभेडा र रेड चिल्ली त्यसलाई चाहिँ हालेर मिक्स गरेर एउटा पेस्ट बनाएको छु। यसमा चाहिँ मैले पछि जिरा र नुन पनि थपेको छु। पछि हजुरहरुले फेरि नुन हालेको कतिखेर हाल्यो भनेर सोच्नु होला। मैले यसमा नुन हालेको छु, त्यो भिडियोमा आएको छैन। अब हाम्रो बफ एयर फ्रायरमा रेडी भइसकेको छ। हेर्नुस् त, ठ्याक्क आगोमा पोलेको जस्तै खालको टेक्सचर र फ्लेभर पनि त्यस्तै आउँछ टेस्ट। अब अघिको पेस्टलाई मैले मासुमा माथिबाट हालिदिएको छु र त्यसपछि मसलाहरुमा चाहिँ अलिकति कस्तुरी लाल मिर्च, जिरा धनिया पाउडर र अलिक एमएसजी चाहिँ अप्सनल हो, हजुरले नराख्दा पनि हुन्छ। मैले चाहिँ राखेको छु। त्यसपछि एउटा प्यानमा तेल तताएर मेथी र बेसार फुराएर अब यो मासुमा माथिबाट हालिदिन्छु ताकि मसलाहरु सबै मजाले झानियोस् ज्वाइँ गरेर। अब रेडी भइसक्यो। यसलाई मोल्न मात्र बाँकी छ। मोलेर देख्न सक्नुहुन्छ हाम्रो बफ छोइला रेडी भयो। हेर्दाखेरि यस्तो दामी चाहिँ खुवाउको लाग्ने, खाएर हेर्दाखेरि मिठै छैन यार। यस्तो पनि बफ छोइला हुन्छ? मेहनतको फल मिठो हुन्छ भन्ने सुनेको थिएँ, होइन रहेछ। नमिठो पनि हुँदो रहेछ कहिलेकाहीँ। अब त म कहिले पनि बनाउँदिनँ यो रेसिपी। हावा। भिडियो मन पराइदिनु भयो भने च्यानल सब्स्क्राइब गरिदिनु होला है त साथीहरु। बाइ बाइ, फेरि भेटौँला।